तेस्रो दिन पनि भइसक्यो हिजो त कामै भएन भन्छ के भयो हिजो के परिस्थिति भयो खास के प्राविधिक विषयहरू थियो मतदाताको नामहरू त्यसलाई चाहिँ मिलाउनु पर्ने आजदेखि सबकिछ गरेर भनेपछि हिजो फेल भएको मान्छेले पास भएको मान्छे फेल भयो नि होइन त्यहाँ अब नामहरू चाहिँ रुजु गर्ने टेक्निकल प्राविधिक विषयहरू हुन्छ नि त्यस्तो फेल पास त्यस्तो त्यतातिर प्रक्रिया अन्तर्गत कि यो चितवनमा यो महाधिवेशन गर्न पाउँदा चाहिँ कस्तो लाग्छ यहाँलाई अब चितवन चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको उद्यम स्थल हो आदरणीय पार्टी सभापति रवि लामिछानेको जुन त्यो यो सुशासन भ्रष्टाचार विरुद्धको जुन महाअभियान पनि यहीबाट सुरु हो र पार्टी र उहाँको पनि क्षेत्र पनि यही 3 पटक भएको छ र हरेक हिसाबले चाहिँ चितवन भनेको देशको पहिला पनि 75 जिल्ला हुँदाखेरि यसलाई 76औं जिल्ला भनेको किनभने देशैभरिको यहाँ चाहिँ मान्छेहरूको चाहिँ प्रतिनिधित्व हुने बस्ने एकदमै फरवर्ड लुकिङ पपुलेसन यहाँको म पनि यही चितवनै पढेको स्मल कल्याण त्यति बेला पनि एकदमै मन परेको ठाउँ अनि अर्को कुरा चाहिँ चितवन भनेको नेपालको मिड पोइन्ट पनि त हो सबैलाई सहज हुने अलिकति यो गर्मीको सिजन छ दिउँसो चाहिँ गर्मी हुन्छ नत्र भनेको सबै हिसाबले जुन हिजोका दिनमा पार्टी सभापतिलाई काठघरासम्म पुगेर फेरि त्यो स्थानसम्म आइपुग्दा चाहिँ यहाँलाई कस्तो लाग्छ नेपाली जनताले न्याय दिनु यसलाई चाहिँ त्यसरी भन्नुपर्छ नेपाली जनताले चाहिँ न्याय दिनुभयो र त्यो न्याय चाहिँ तपाईँको जुन हामीले क्लोज टु 2/3 दुईटिआईको जुन यो जनमत म्यान्डेट पाएर चाहिँ हामीले चाहिँ सरकार सञ्चालन गरिरहेका छौँ त्यो न्याय चाहिँ त्यसरी चाहिँ परिवर्तन कता कता पार्टी सभापतिमा एकजना व्यक्तिको नाम सिफारिस गरिएको पनि थियो अरे कता तेरो नाम योग्य छैन भनेर कटौती पनि गर्यो भन्ने कुरा पनि आएको छ के हो आधिकारिक के हो सभापतिमा लागेको व्यक्ति हो अहिले त निर्विकल्प चाहिँ आदरणीय पार्टी सभापति संस्थापक सभापति रवि लामिछानेलाई अरूको त कुरै नहुन्छ किनभने यसरी बुझ्नुपर्छ कि यो अहिलेको कार्यसमिति पनि धेरै लामो काम गर्न पाइन्छ 3.5-4 वर्ष केही संस्थापक हुनुहुन्छ अनि बाँकी चाहिँ बिचबिचमा थपिँदै आउनुहुन्छ यो वर्तमान कार्यसमितिले पनि त्यति धेरै समय काम आफ्नो कार्यक्रम पाएको छ बिचमा फेरि आदरणीय पार्टी सभापतिलाई चाहिँ जुन त्यो झुटा आरोप लगाएर चाहिँ ठाउँमा लगेर चाहिँ राख्ने काम गर्यो त्यो गर्दाखेरि पनि हाम्रो चाहिँ धेरै डिस्टर्बेन्स भएको अवस्था थियो त्यसले गर्दाखेरि चाहिँ पार्टी सभापतिको हकमा के अरे हकमा भन्दाखेरि चाहिँ उहाँ चाहिँ निर्विकल्प हो मेरो चाहिँ पूर्ण समर्थन जुन अहिले पार्टीमा चाहिँ उहाँलाई चाहिँ निर्विकल्प रूपमा प्रस्तुत गरिएको छ त्यसले तपाईँले के को लागि उम्मेदवारी दिँदै हुनुहुन्छ तपाईँले एकदम महत्त्वपूर्ण प्रश्न गर्नुभयो मेरो एकदमै व्यक्तिगत धारणा र अहिलेको जुन राजनैतिक जुन वस्तुस्थिति छ त्यो मूल्याङ्कन गर्दाखेरि चाहिँ मलाई चाहिँ बागलुङ क्षेत्र नम्बर 1 का जनताले चाहिँ एउटा ठुलो म्यान्डेट दिएर चाहिँ पठाएको म्यान्डेट चाहिँ मलाई पार्लियामेन्टमा संसदमा गएर बागलुङका जनताको आवाजलाई चाहिँ बुलन्द गर्नलाई बागलुङका जनताको समस्यालाई चाहिँ समाधानको बाटो निकाल्नलाई बागलुङ क्षेत्र नम्बर 1 को विकास निर्माण र आर्थिक गतिविधि र युवालाई चाहिँ देशमै आफ्नै क्षेत्रमा अथवा देशमै चाहिँ रहन सक्ने वातावरण बनाउने नीति निर्माण गर्नको लागि चाहिँ पठाएको म्यान्डेट हो म त्यही म्यान्डेटमा बस्ने त्यही म्यान्डेटमा बस्छु त्यही अहिले जुन सांसदको भूमिकामा बस्ने चाहिँ म्यान्डेट छ म त्यहीमै बस्छु म चाहिँ कुनै पनि यो सेन्ट्रल कमिटी मेम्बर अथवा कुनैमा पनि मेरो छैन उम्मेदवारी हुने छैन र कारण चाहिँ मैले अघि भनेको हामी जस्तो सांसदहरू चाहिँ त्यही संसदमै जो पनि प्रत्यक्ष निर्वाचित सांसदलाई चाहिँ संसदमै भूमिका निर्माण गर्न भूमिका चाहिँ तपाईँको चाहिँ निर्वाह गर्नलाई चाहिँ धेरै हिँडल गर्नुपर्छ धेरै तपाईँको परिश्रम गर्नुपर्छ तपाईँले भन्नु खोजेको आश्रय हामीले बुझ्यौँ एक सांसद एक व्यक्ति एक होइन त्यो त्यतातिर चाहिँ त्यो मेरो मुखबाट आएको छैन तर मैले बागलुङ क्षेत्र नम्बर 1 का जनतालाई चाहिँ मैले न्याय दिन सक्ने भनेको सांसदको भूमिकामा हो र
र अहिलेको जनचाहना पनि त्यही छ जस्तो लाग्छ। किनभने पार्टी सञ्चालन गर्नु र पार्टीमा रहेर चाहिँ तपाईँको केन्द्रीय भूमिका रहनु भनेको त्यो पनि अर्को छुट्टै तपाईँको काम हो नि त। त्यो त सांसदकै भूमिकाको लेभलको काम हो। त्यहाँ पनि हामीले अन्याय गर्न सकिँदैन। त्यही भएर चाहिँ मेरो चाहिँ व्यक्तिगत धारणा के छ भने म चाहिँ सांसदको रूपमा सांसद रूपमा हुँदै गर्दा बाबुल क्षेत्रलाई एकबाट निर्वाचित सांसद पनि हो। अब त्यहाँको जनताको लागि मध्य पहाडी लोक मार्गको त्यो फोकसै मध्य पहाडी लोकमार्ग कालीगण्डी कोरिडोर हेर्नुहोस् त, त्यो बाटोको हालत कस्तो छ, धुलाम्य छ, अहिलेसम्म बन्न सकेको छैन। तपाईँको पालामा यो सम्भव होला त? यो बन्ला यो यो धेरै छिटो हुन्छ। किनभने बागलुङ त्यो मध्य पहाडी उसको चाहिँ एउटा ठेक्का तोडिएको हो, अर्को काम भइरहेको छ। ठेक्का तोडिएको ठेक्कामा सबै खण्ड होइन नि त, त्यो बिउको खण्ड हो। अनि कालीगण्डी कोरिडोरको पनि त्यो दबलाङको पहिरो खण्ड हो, त्यो टुङ्गिन्छ। त्यो धेरै कुरो पर्दैन। त्यही भएर मेरो फोकस चाहिँ त्यतातिर छ। किन पार्टीको काम भनेको एक वर्षभित्रमा त्यो बाटो सब पिच हुन्छ होइन। ठ्याक्कै समय चाहिँ यति दिन यति छ, तर टुङ्गिन्छ, टुङ्गिने अवस्थामा छ। किनभने त्यो नयाँ ठेक्का लाउने बित्तिकै त्यो काम सुरु भइहाल्छ। त्यो 5-6 किलोमिटरको जुन तल दबलाङको पहिरो पनि माथिको पहिरो साइडको चाहिँ भइसकेको छ। अन्त त्यो पुल साइडको चाहिँ तर जुन ठ्याक्कै पहिरोकोमा चाहिँ अब अहिले त वर्षाले काम चाहिँ कति कति छुट्याउनु भएको छ? होइन, त्यो त क्रमागतमै छ। त्यो त मैले छुट्याउने होइन। म त सांसद होइन। तर भूमिका त त्यहाँ रहन्छ नि त। मेरो भूमिका भनेको त रिसोर्स एलोकेसन त भइहाल्छ। भरतपुरको लागि मेरो रेलदारको भूमिका छ भन्नुहुन्छ। मैले चेक काट्ने होइन क्या। मैले त्यस्तो होइन। 3 वर्षभित्र इन्टायर तपाईँको चाहिँ मध्य पहाडी लोकमार्गको पुरै इस्टदेखि वेस्टसम्म चाहिँ सक्ने भनेर सरकारले भनिसकेपछि बाग्लुङ त तपाईँ मिरमै परिहाल्यो। सबभन्दा लार्जेस्ट सेक्सन चाहिँ हाम्रो क्षेत्रमा पर्छ। मध्य पहाडी लोकमार्गको पनि कालीगण्डी कोरिडोर हो। त्यही भएर हामीले चाहिँ मेरो फोकस भनेको चाहिँ त्यो मध्य पहाडी लोकमार्ग र कालीगण्डी कोरिडोरको सबभन्दा ठुलो सेक्सन पर्ने बाग्लुङ क्षेत्रको चाहिँ त बाग्लुङसम्मको जिल्ला पर्वत, म्याग्दी, मुस्ताङ सबैमा चाहिँ कसरी हुन्छ छिटोभन्दा छिटो विकास, आर्थिक गतिविधि बढाउने मेरो फोकस हो। सर एउटा यहाँ चाहिँ के गुनासो पनि छ भने के छ हाम्रो रवि लाम्छाने पार्टी सभापति रवि लाम्छाने बालेन्द्र शाहहरू चाहिँ बाहिर 5 स्टारमा खाना खाने, अनि हामी चाहिँ कार्यकर्ताहरूले मात्र यहाँ खाना खाने, अलिकति यो समानता भएन अनि भन्ने खालको पनि छ कि सर? यसलाई चाहिँ तपाईँ कसरी लिनुहुन्छ? अब पार्टी सभापतिज्यू र वरिष्ठ नेताको चाहिँ भनाइ नै सुन्नु। मैले पनि सामान्य ठाउँमा खाना खाएर झुपडीमै खाना त्यही झुपडीमा भन्दा पनि यहाँ चाहिँ सबैलाई खानाको व्यवस्थापन छ। अनि उहाँहरू पनि त कार्यकर्ता सँगसँगै बसेर खाना खानुपर्ने भन्ने खालको छ। पुराना दल र नयाँमा के फरक भयो भन्ने खालको छ। प्रश्न चाहिँ उहाँ दुईजनालाई सोध्नु। मेरो म त व्यक्तिगत रूपमा चाहिँ म चाहिँ मेरो जवाब दिन सक्छु। म पनि आम जनता सर नै बसेर खाएर भर्खरै आउँदैछु। हस्, धन्यवाद।